Make the sweet and sour chicken after 5 minutes. Sweet and sour भयो झट्ट लाएर अब चाहिँ म यहाँ म्यारिनेट गर्दैछु है चिकनलाई। यो चिकन टक्क यहाँ 200 ग्राम टक्क दिनुभयो। टक्क यसलाई सुरुमा थोरै बेकिङ पाउडर हाल्ने अनि टक्क थोरै पानी हाल्ने अनि त्यसपछि हाम्रो यहाँ अन्डा हुन्छ भनेको अन्डा रहेन जस्तो भयो यहाँ यो हालेर हैन। म फुल रेसिपी हाल्छु है स्विट एन्ड साउथ चिकनको आज। टक्क मोल्दैछु म यसलाई। त्यो चाहिँ आजभन्दा मैले 2 वर्ष अगाडि चाहिँ मजाले बनाउने मेरो फेभरेट डिसमा पर्थ्यो यो। आजभोलि चाहिँ खासै म बनाउनु पाउँदिनँ किन है यतिको चाहिँ हुनुपर्छ यस्तो तरिका एउटा पिस आउने हुनुपर्छ। अब यसलाई चाहिँ म टक्क लाएर त्यहाँ हाम्रो फ्राई मेसिनमा टक्क ओइल रेडी हुँदैछ। त्यतिखेरसम्म टक्क यहाँ कतिको टेम्परेचर भयो भनेर नाप्छु। टक्क यो रेडी भएछ अनि यो हुन्छ यो हालेन भने चाहिँ यहाँ टाँसिन्छ। यो हाल्ने अनि टक्क लाएर चिकन सावर हाल्ने है। अब म एउटा पिस गर्दै हाल्दै गर्छु चट्ट मैले फ्राई चाहिँ गरेर भइसक्यो है। त्यता चाहिँ चट्ट फ्राई हुँदैछ अलि देखिएन भनेर म यता सार्छु। टक्क यहाँ फ्राई भयो भयो निकाल्यो चट्ट लाएर एउटा गरेर सिङ्गल बनाएर टक्क पल्टी बन्द गऱ्यो त्यो हुन्छ। यस्तो हुन्छ भने म देखाइदिन्छु। यी चट्ट लाएर यस्तो भइरहेको यहाँ फ्राई गरेर चट्ट यस्तो भयो होइन। त्यो हुँदै गयो त्यता अब मिजा पनि कटिङ गर्नुपर्छ। मिजा कटिङ भएन भने म चाहिँ यता गएर अब स्विट एन्ड सावरको मिजा कटिङ गर्छु। अब मिजामा चाहिँ के जान्छ देखाउनु पऱ्यो नि त होइन। आफूलाई चाहिँ थाहा छ हरूलाई चाहिँ थाहा छैन। त्यो भएर म देखाउँछु सबै हेर्नु। यो घर बनाएर खान पनि सकिन्छ इजी छ यो बनाएर खान चाहिँ केही थोरै छैन। चट्ट नाइफ लिने क्याप्सिकम लिने थोरै ओनियन पनि जान्छ यसमा। ओनियन हाल्यो भने चाहिँ झन् मिठो हुन्छ यसको टेस्ट चाहिँ झन् बवाल हुन्छ है। चट्ट यसलाई चाहिँ काट्ने यस्तो रिडाक्क चट्ट लाएर चट्ट डाइस कटमा टक्क क्याप्सिकम रेड क्याप्सिकम थोरै ग्रिन क्याप्सिकम थोरै ओनियन टक्क जान्छ यसमा चाहिँ चट्ट लाएर यति भएपछि अब यहाँ थोरै रेड क्याप्सिकम हालिन्छ हामी। चट्ट लाएर यसको चाहिँ मिजा रेडी भयो स्विट एन्ड सावरको। अब सस मात्र चाहियो यहाँ चट्ट लाएर सस पनि म लिएर आएको थिएँ। टक्क म त्यहाँ चिकन चाहिँ कतिको फ्राई भयो भनेर टक्क हेर्न गइरहेको छु चेक गर्छु। चिकन चाहिँ ठ्याक्क क्रिस्पी हुनुपर्छ। 190मा हामीले फ्राई गरेर हुन्छ। यहाँ सर यो बवाल फ्राई हुँदो रहेछ यहाँ देखिरहेको नि चट्ट लाएर यस्तो नै हो। यो नि अलमोस्ट भयो। अब यसको लागि टक्क लाएर यहाँ गएर म चाहिँ यसलाई चाहिँ यहाँ राख्छु। घुमी अब किचनमा चाहिँ म भग बनाउँदैछु नि त पहिलोचोटि। अनि त्यो भएर नदेखिँदो रहेछ अलि नजिकै लिएर आएको छु म होइन। चट्ट अब चाहिँ देखिन्छ कि चट्ट मैले यहाँ पानी हालेँ चट्ट लगाएर पानी हालेँ। अब फ्राई पनि वास गर्नु पऱ्यो नि त होइन।
यस्तो हुन्छ चिकन चाहिँ सर्र हेर्नु होइन सर्र यति गएपछि स्विट एन्ड साउथ चिकन चाहिँ बनेर रेडी भयो हाम्रो